Hello, my lovely viewers. I am back again with a new video. हजुरहरूको लागि अनि अहिले चाहिँ म नवलपरासीमै छु अनि अन्डर 14 टुर्नामेन्ट खेल्न आएको छु। मैले चाहिँ यहाँ अब लिएर आएको छु भनौँ न एज अ कोच हेटोडा स्पोर्ट्स एकाडेमीबाट। अनि त्यही हो, अब अहिलेको सिनारीमा चाहिँ के भइरहेछ भन्दाखेरि अहिले चाहिँ हामीले आज सेकेन्ड म्याच जित्यौँ सेन्ट्रल स्पोर्ट्स के अरे सेन्ट्रल क्रिकेट एकाडेमीलाई जितेर हाम्रो अब 3 पोइन्ट्स भइसकेको छ। हिजो चाहिँ पानी परेर पोइन्ट बाड्नु परेको थियो। अब हिजो नि राम्रै चान्स थियो जित्नलाई, तर अब पानीले गर्दा त्यस्तै भयो भनौँ न। अनि त्यसपछि आज चाहिँ अब हामी त्यसपछि सिजी जान थालिदिन्छौँ। हामी चाहिँ अब हाम्रो होटल चाहिँ सिजीको ठ्याक्कै अपोजिटमा छ, त्यही भएर ठ्याक्कै अगाडि छ। अब 2 पाइला मलाई पुगिहाल्छौँ हामी। त्यही भएर अब म सिजीमा के हुन्छ के भनेर देखाउँछु हजुरहरूलाई, त्यही भएर राम्रोसँग हेरिदिनु होला है त। यहाँ हाम्रो केटाहरू के गरेर रहेछ हेरौँ है त। के हो यो अन्धकार छ त कोठा त? यहाँ पार्टी चलिरहेछ। सिज गर्दैन यिनीहरू सब। सिज के गर्नु? सिज आजको म्याचले यहाँ पार्टी दिइरहेको छ यहाँ सबलाई। हाम्रो दिएन कहिले दाइलाई किन नदियो? कस्तो लागेको छ आज म्याच भएर? राम्रो लागिरहेको हो, बल फाल्दा कस्तो फिल भइरहेको छ? बल जस्तो ब्याट्सम्यान जस्तो फिल हुन्छ त होइन? कस्तो लागिरहेको थियो? राम्रो लागिरहेको थियो? बल कि धेरै मुभ, बल धेरै मुभ भइरहेको थियो हो, मुभ भइरहेको थियो, कन्ट्रोल भइरहेको छैन, कन्ट्रोल भइरहेको छैन। कुनै बल भइरहेको थियो अनि लास्टमा लास्टमा चाहिँ भइरहेको छैन, लास्टमा त्यो थाकिरहेको थियो अनि त्यही भएर धेरै एक्स्ट्रा गयो। थाकिरहेको थियो त अनि क्याप्टेनलाई भन्नु पऱ्यो नि थाकिरहेको थियो भनेर। अनि लास्टमा हान्दिउँ भनेर ओभर सकाइदिउँ भनेर अनि एउटा नोबल पनि गयो, त्यही भएर थाक्दाखेरि भन्नुपर्छ। थाकेरै गएको थियो। क्याच थियो अनि नोबलमा क्याच भएर के मतलब भयो त्यो? अनि ठिक छ, क्याप्टेन्सी गर्दाखेरि यसो बलर थाकेको नि त्यो नै हेर्नुपर्छ है त। तिमीलाई पनि थाहा हुनु पऱ्यो नि त, 3 ओभर लगातार फालिसक्यो, मेरो बलर थाक्यो होला भनेर। हो ठिक छ, नेक्स्ट टाइमदेखि ध्यान दिनु है त। बुझ्यो क्याप्टेन? के भइरहेछ यहाँ यस्तो? के छ यहाँ छ चाहिँ के खासमा? आमा के को उपलक्ष्यमा आज यस्तो? मुख देखा न, मुख नसप न, मुख नसप। के को उपलक्ष्यमा? सबैजना ल्याएको? अनि यो के एकै दिनको स्टक हो कि 5-6 दिनको लागि हो? भोलिको लागि नि हो? यत्रो खान्छ खेलाडी भएर? खेलाडी भएर 6-6वटा कोक खान्छ एक दिनमा? अनि चिप्स कोक कहाँ हेरे ब्लग? इन्स्टामा हाल्नुहुन्छ अरे? युट्युबमा हालेको छु मैले। के को इन्स्टामा? कसले पाले? तैँले नपार्न यार, मुखमै पारे। कसको मुखमा पारे अरे? मुखमा नपारे फेरि बेहोस भयो भने के गर्ने? फेरि कहाँ लानु? फेरि हस्पिटल लानु खोज्दै? 5 मिनट अगाडि पनि मुखमा पारे। यसो सुमारको भण्डारी कहाँ जान्ला अब हामी? सिजी गएको छैन पहिला? गएको छ? कतिचोटि गएको छ? तिमी अस्ट्रेलियाबाट आऊ भने त्यहाँ झुकेन नि मान्छे? इङ्ग्लिसमा त बोलेन नि तिमीसँग? स्योर हो? ठिक छ। अहिले चाहिँ अब हामी सिजीतर्फ लाग्नु लागेको। ठ्याक्कै सिजीको अपोजिट चाहिँ हाम्रो होटल छ।
राम्रो भ्यू देखिरहेको छ। बाटोमा नचल्न हाइवे हो। सबसे हिरो त्यसलाई पो देखाइरहेछ यार। राजा रे त्यो राजा लास्टको पत्र यताउता छ राइटमा अप्सन सिजी कस्तो लाग्यो कि पहिला आइसकेको छ फर्स्ट टाइम कस्तो लागिरहेको छ राम्रो लागिरहेको राम्रो मात्रै लागिरहेछ अरू केही लागेको छैन क्याप्टेन लिडिङ फ्रम द फ्रन्ट हुनु पऱ्यो नि कहाँ बिचतिर छिरेर हुन्छ ए मेन क्याप्टेन रविन दाइ अक्षय कुमार ल माथि हेर्नु पऱ्यो कि माथि क्यामेराम्यान पनि खतरा छ नि त्यहाँ उता अर्को पोज शाहरुख खान पोज आएछ त्यहाँ साइन्टिस्ट हुन्छ है सन्चित खिच्ने होला खिच्यो जान खिच्यो है त्यसो फोटो खिचिँदै ओ जान है हो पोज एउटा खतरा पोज पोज हो यो खोइ त पोज एउटा पोज यस्तो पोज यस्तो पोज दिनु पर्यो कि पोज हो खिच्दै फोटो त्यहाँ ऊ त्यहाँ पोज तिर हो गुड हुन्छ ग्रुप फोटो खिच्नु भयो पानी पऱ्यो होला चिसो छ आइसक्रिम सके खान्छ र यस्तो चिसो छ यार आइसक्रिम खान्छ चिसोमै त मजा आउने हो झन् पुसमाको जाडोमा 16 मा एसी लगाएर यो खाना कति मजा आउँछ पुसमाको जाडोमा अझ 16 मा एसी वाउ तिमी छुट्टै प्राणी रहेछ बाबु के छ कुशल भुर्जेल ठिक छ नि कुशल भुर्जेल जस्तो खेल्ने होइन तर खेल्नै पाएन ठिक छ चाँडै खेल्नु भोलि खेल्न सक्छ चान्सेस छ चान्स पायो भने खेल्छ नि पानी पऱ्यो हो चिस चिस छ मौसम मैले डाइनोसर के अरे डाइनोसरको हड्डी भइहाल्छ हजुर त्यो भने के हो त्यहाँ जान मिल्दैन के त्यहाँ हिँड्नु मिल्दैन आउन त तिमीलाई कसले उता जाऊ भनेर आऊ यहाँ अगाडि आऊ मेरो अगाडि बस भ्लगमा आइहाल्छ नि तिमी भाइरल त त्यस्तै हो अब यस्तो हिरो मान्छे चस्मा लगाएर झन् के सफा थियो रुम अनि त माथि जान्छु भनेर मरेर थिएछ फेरि हिजो
ओए त छोड्यो नि म तेरो त खिचिहाल्छु तिमीले मलाई पुरै क्यामेराम्यान बनाउनु तपाईँ क्यामेराम्यान हो त मैले क्यामेराम्यान नै हुनुपर्छ लिँदै भन्ने यार मम्मीले आइफोन लिनु भन्यो अरे ल है फोटो भिडियो खिच्न हुन्छ अनि यसो टुर आयो बेला एकाडेमीबाट सुमारको लिँदा नि हुन्छ भने क्याप्टेन भएको मान्छे त्यहाँ खिच्यो पोज दिइसक्यो त्यहाँ सबजना मोडलै मोडल छ नि तपाईँ फोटो खिच्न जा दाइ खिचिदिँदैछ फोटो मेरोबाट नमागे भाइ आर्मी पोज नदिएन एउटा पोज दिएन कि हाँसे कति सरी बनेर फोटो खिचाइ आएन सरिफ छैन लास्ट अफ खिच मैले फोटो खिचाएन भिडियो खिचा अझै यिनीहरूलाई चाहिँ जगिङ गरेर एक राउन्ड हाल्नु न ठिक्क हुन्छ फिटनेस पनि हुन्छ ठिक्क हुन्छ फिटनेस नै हुन्छ ठिक्क हुन्छ म्याच चाहिँ पार्टी खोलिसक्यो कि अनि पार्टी अनि हामीलाई दिएछन् फेरि हामीलाई चाहिँ खोइ त पार्टी 1000 रुपियाँ सका शाहरुख खानको फ्यान हो क्या अक्षय कुमार शाहरुख खानको फ्यान हो अक्षय कुमारको फ्यान हो अक्षय पनि होइन फ्यानै फिल्मै हेर्दैन सबजना पुरै के गर्नु यस्तो पोज यस्तो हो ल शाहरुख खान एउटा शाहरुख खानवाला दिनु हेर्नु न यता फर्किँदैन यता फर्केर फोटो खिचिदिन्छ खोइ कहाँ हो क्यामेराम्यान क्यामेरा फोटो खिच्दैन यसको यार काफ्लेको त स्टार हो हाम्रो बेस्ट भाषण लो पोज दे एउटा दिन के डाइरेक्ट हान्न के गीत शाहरुख खानको डायलग सिर्फ तुम मेरी किरण भन्ने हो कि कुछ कुछ होता है कुछ कुछ होता है तुम नहीं समझो कि पगली भन्ने डायलग चाहिँ भन्नु त नि पैसा हो क्या यस्तो कमर हात राखेर यस्तो गर्दैन त किन यस्तो यस्तो मोचकन त आउँदैन अनि अर्को कसले दिन्छ यार खतरा नाच्छ यार यो त मैले कहाँ हेर्नै पाएन नि यहाँ नाच्यो नि त हुँदैन के हो कस्तो नाचिरहेको थियो रे कस्तो देखा नि त कस्तो नाचिरहेको थियो यो दिन त आउँदैन त अब हिँड गएपछि त सक्यो त हामी मोडर्न डान्स यहाँबाट गएपछि फेरि एकाडेमीको जालीभित्रै हो फेरि के यो बन्द कोठामा मात्रै गर्छ जस्तो बाथरुम सिङ्गरको सुन सुन शाहरुख खानको पोज है कान्छा त देखाइदियो शाहरुख खानको पोज कस्तो थियो म सलमान खान गराउँछु ल ऊ सलमान खान हेर अर्को के को त होला नि त के आउँदैन यो त माइकल ज्याक्सन भयो यार अब मुनवाक
ट्राई गर न आइहाल्छ नि बाहिर त्यसै बाहिर ट्राई गर्दै एकचोटि फेरि बाहिर हुन्छ फेरि ट्राई गर न एकचोटि ट्राई गर न ल मुनमाक ल मुनमाक यस्तो कि यस्तो यस्तो गर यस्तो यस्तो हो अलिक पछाडि ओए ओए खोइ र भिडियोमा आएन त ओए त नखेल्नु नि हो त मुनमाक हान्दै नि त यस्तो वाला यस्तो पछाडि जाने के अगाडि आइरहेछ ओए के हो त रसिया हिँड्ने जस्तो डायलग पनि मै गरे हो त्यसले त त्यसले नगर्ने त्यो त भोलि नखेलिनु भइसक्यो एउटा त पनि भइसक्यो अनि मुनवाक पनि हान्दैन त पछाडि पछाडि हो भाइ ओइ त कोरियोग्राफर हुन्छ क्या ओइ बुझ्यो कसरी गर्छ ल बाहिर भाइ स्टेप बाई स्टेप गर न उल्टो एउटा स्लाइड गर एउटा माथि चल फेरि यता ल गर्दै अब ल स्टेपै सिकाइदियो त्यसले ल आना हो भोलि न त क्याप्टेन पनि ड्रप हो क्याप्टेन ड्रप गर्दा हुन्छ बरु क्याप्टेनलाई एउटा गर्ने भने त गोल्स अनि यसलाई नि आउँथ्यो त कहीँ त्यसलाई आउँथ्यो त नाच्न ए तँलाई गर्ने क्या त अर्को सिम्बल सिकाइदिएन एउटा हो त्यो ठिक छ ल ट्राई गर्न त मिल्यो नि त गरिसक्यो यस्तो गर्नु त लास्टै नमाने लाइट बोलेको थियो कि सो गाइज हाम्रो भ्लग चाहिँ सकिन थाल्यो होइन अनि हाम्रो युबिन दाइको भ्लगलाई चाहिँ सब्सक्राइब लाइक सबै गरिदिनु कमेन्ट सेमेन्ट सब गरिदिनु सेयर पनि गरिदिनु ल साहेब दाइ पनि भन्नु ल लाइक कमेन्ट सेयर गरिदिनु अनि यसको च्यानललाई फलो गरिदिनु 1 मिलियन भ्यू चाहिँ एकैटा हो 1 मिलियन 1 मिलियन भ्यूज आयो भने 10,000 मिलियन युबिन दाइले पार्टी खुवाउने है 1 मिलियन भ्यूज आयो भने